Hey guys, it's me Pratibha. आज हामी पारीबुटोल हुँदै D&D घुम्न जान थालेको है। D&D चाहिँ रेस्टुरेन्ट हो पारीबुटोल। आहा अस्पताल अनि त्यो डाँडाको चाहिँ फुलबारी रोड चाहिँ कन्स्ट्रक्सन हुँदै थियो है उतातिरको पश्चिमतिरको। अनि जो जाडो थियो, घाम पनि लागेको थियो, जाडो पनि थियो। अनि D&D चाहिँ मेन रोडबाट लेफ्ट लिएपछि हामी चाहिँ भित्रतिरबाट जानुपर्छ। भित्रतिर चल्यो है यो D&D। अनि हामी भ्युजहरू हेर्दै लाग्यौँ। तर त्यतातिरको चाहिँ घरहरू एकदम राम्रो बनाइराखेको छ। कन्स्ट्रक्सनहरू चाहिँ राम्रो गरेछ। घरहरूको डिजाइनहरू चाहिँ राम्रो छ कि पहिलाभन्दा। अनि जस बुटोलदेखि D&D जानुको मजा चाहिँ छुट्टै छ। एउटा एकदम हरियालीवाला फिल दिन्छ, अलिकता राम्रो भाइब्स दिन्छ। मेरो जुत्ता है त्यो व्हाइट कलरको। अनि यता चाहिँ हाम्रो 14 नम्बरको ओडा छ। ओडा पनि देखिन्छ। त्यहाँबाट नि फेरि राइट लिनुपर्छ। अनि त्यसपछि हामी आइन्छ D&D। बाटोमा त कति राम्रो घरहरू देख्यो। यहाँबाट लेफ्ट टर्न लियौँ है। यहाँबाट फेरि हामी राइट टर्न लिएपछि अब हामी पुग्न आँटेको छौँ। अब हामी आइन्छ D&D। हियर इज D&D। पार्किङ गऱ्यौँ। भित्रको भ्यू है पोखरी जस्तो। अनि अरूहरू पनि आउनु भएको रहेछ। फोटो खिच्दै हुनुहुन्थ्यो उहाँहरूले नि। भ्युज हेर्नु है। यो मेरो चाहिँ जुत्ता व्हाइट कलरको जुत्ता इम्पोर्टेड। यता जस पिसफुल एरिया चाहिँ छ है। पिसफुल के एकदम शान्त वातावरण हामीले देख्न सकिन्छ। बार साइड यता लेफ्ट साइडतिर भयो किचन फ्रन्ट। भित्रतिर पनि छ है। भित्रतिर चाहिँ हामी नजाने। हामी चाहिँ माथिल्लोमा बसेको है। हामी नयाँ कन्स्ट्रक्सन पनि अलिअलि गरिराखेको रहेछ। जोस् राम्रो चाहिँ राम्रो छ। अनि हाम्रो यो चाहिँ अर्डर BBQ चिकन BBQ। अनि यो चाहिँ साँझको भ्यू कस्तो राम्रो आएको है। कति राम्रो के भ्यूहरू हेर्न त एकदम राम्रो छ। यो ठाउँमा जान गएर हेर्न। थ्याङ्क यू।